हेलो नमस्ते सम्पूर्णमा। म राज चामलिङ आज तपाईहरुको माझमा एउटा सानो बिन्ती लिएर आएको छु हजुरहरुको माझमा हैन। जति पनि सोशल मिडिया कर्मीहरु हुनुहुन्छ मित्रहरु, तपाईहरु फेसबुक युजर जति पनि हुनुहुन्छ हैन, सबैमा विनम्र अनुरोध गर्दछु। एउटा अपिल छ मेरो तर्फबाट। नेपालको सुनसरी जिल्ला बराहा क्षेत्र नगरपालिका वडा नम्बर 3 बस्ने मैया सिंह छेत्री एकजना आमा हुनुहुन्छ, दिदी भनेर पनि हुन्छ। एकजना दिदी, एकजना आमा, एकजना चेली जो हुनुहुन्छ, उहाँको चाहिँ स्वास्थ्य परीक्षण गर्ने क्रममा दुईटै मृगौलाले काम गर्न छोडिसकेको रहेछ। यो चाहिँ धेरै पुरानो बिमार रहेछ उहाँलाई, पहिले एउटा मात्रै अलिकति खराब रहेछ अनि डाक्टरको सल्लाह अनुसार चाहिँ हैन औषधि चलाइराख्नु भएको थिएछ धेरै वर्षबाट। तर 81 अहिले आएर दुईटै किडनी खराब भयो, दुईटै मृगौलाले चाहिँ काम गर्न छोड्यो भनेर डाक्टरले रिपोर्ट दिएछ। अनि त्यसको लागि विश्वास नभएपछि अनि फेरि सिलगढीतिर पनि गएर चेकअप गराउँदा अन्त पनि गएर चेकअप गराउँदाखेरि चाहिँ दुईटै मृगौलाले चाहिँ काम गर्न छोडिसकेको प्रमाणित भइसक्यो। र एउटा साधारण परिवारमा बस्नुहुने आफ्नो दैनिकी जीवन एकदम कठिनाइसँग बिताइराख्नु भएको उहाँले चाहिँ आमाले चाहिँ भनौं न, उहाँको अब सहारा भनेको उहाँको श्रीमान पनि हुनुहुन्न। अनि आफ्नो जीविका चलाउनलाई पनि अब गाह्रो छ, मुस्किलले जीविका चलिरहेको छ। त्यसमा पनि अब यस्तो समस्या आइपर्दाखेरि उहाँले चाहिँ अहिले अब सबैसँग, हामी तपाई जोसुकै सबैसँग हार गुहार मागिराख्नु भएको छ, मागिरहनु भएको छ, बिन्ती गरिरहनु भएको छ। र मैले पनि यो उहाँको बिन्तीलाई हजुरहरु समक्ष प्रस्तुत गर्दैछु। किनभने एउटा नेपाली चेली, त्यो पनि अब उहाँको श्रीमान पनि हुनुहुन्न। अब उहाँको लागि भनौं न, अब त्यस्तो बलियो र ठूलो स्रोत पनि कतै नभएको अवस्थाको मान्छे अब यसरी अहिले 81 दुवै मृगौलाले काम गर्न छोडिसकेको छ, दुवै मृगौला चाहिँ खराब भइसकेको छ। त्यसलाई चाहिँ तुरुन्तै चाहिँ अब प्रत्यारोपण गर्नुपर्ने भएको छ हैन। त्यसको लागि एकदम ठूलो रकम चाहिने भएको हुँदा म हजुरहरु समक्षमा सपरिवारको तर्फबाट र म आफ्नो व्यक्तिगत तर्फबाट पनि हजुरहरु जति पनि यो भिडियो हेर्दै हुनुहुन्छ, जतिले पनि यो भिडियो हेर्नु हुनेछ, सबैलाई विनम्र अनुरोध गर्दछु कि आर्थिक सहयोगको अपील गर्दछु। हजुरहरुले जति सक्नुहुन्छ 5, 10, 20 जति सक्नुहुन्छ आफ्नो इच्छाले, आफ्नो मनले, किनकि यो समस्या भनेको आज मैया दिदीको मात्रै होइन, भोलि गएर हामी तपाईको पनि पर्न सक्छ, कसैलाई पनि पर्न सक्छ। त्यो बेलामा हामी एकअर्का जुटेर पक्कै पनि साथ सहयोग दिनेछौं। र आज जुन समस्या हाम्रो यो मैया दिदीलाई परेको छ र यो समस्यामा पनि हजुरहरुले साथ दिनुहुन्छ भन्ने मलाई पूर्ण आशा छ। र यदि हजुरहरु आफ्नो इच्छा अनुसार धेरै थोरै जति भए पनि जति सक्नुहुन्छ त्यति हजुरले डोनेसन दिन सक्नुहुन्छ, सहयोग गर्न सक्नुहुन्छ भने म तपाईहरुलाई तुरुन्तै उहाँहरुको डिटेलहरु चाहिँ एकाउन्टहरु म उपलब्ध गराउने छु। अहिले मैले यहाँ तयारी गरेको छैन, म तपाईहरुलाई तुरुन्तै उपलब्ध गराउने छु, पब्लिश गर्ने छु। र यो घटनाले म चाहिँ एकदम मर्माहित भएको छु हैन, एकदम दुखी छु म पनि। किनभने एउटा बलियो सहारा नभएको एकजना नारी, एकजना हाम्रो नेपाली चेली को यो समस्या आज सपनामा पनि नसोचेको समस्या 81 यसरी आइपर्दाखेरि वज्रपात परेको छ उहाँलाई। र उहाँलाई अहिले हामी सबैको साथ सहयोग चाहिएको छ।
किनभने एउटा थोपा थोपा मिलेर चाहिँ समुद्र बन्छ। एक एक थोपा पानीको बुन्द मिलेर समुद्र नै बन्छ भने हामी पनि यदि सबैजनाले चाहिँ सानो सानो सहयोग गऱ्यौँ भने पक्का पनि उहाँ आमालाई हामीले बचाउन सकिन्छ भन्ने मेरो पनि पूर्ण विश्वास छ र भगवानमाथि म पुरा विश्वास राख्छु। उपरवालाले हामी सबैको कल्याण गरून् र जुन यो प्रोसेस आजबाट मैले सुरु गर्दैछु हजुरहरू पनि मलाई साथ दिनुहुन्छ भन्ने आशा छ। जति सक्नुहुन्छ हजुरहरूले आफ्नो इच्छाले भनौँ न सहयोग गर्न सक्नुहुन्छ। म इन्डियामा बस्नु भने जति पनि मेरा साथीहरू हुनुहुन्छ इन्डियाको लागि म इन्डियाकै एकजना जसको भए पनि तपाईहरूलाई नम्बर उपलब्ध गराउनेछु। मलेसियामा बस्नुहुने साथीहरूले मलाई नै कन्ट्याक्ट गर्न सक्नुहुन्छ। मेरै एकाउन्ट पनि म दिन सक्छु या त अरू नै कसैको, केही छैन। र जति हजुरहरूले सहयोग गर्नुहुन्छ, जुन तरिकाले सहयोग गर्नुहुन्छ म सबै हजुरहरूको डिटेल, हजुरहरूको नाम र हजुरहरूको सहयोग रकम चाहिँ म फेसबुक मार्फत नै हजुरहरूलाई पब्लिस गर्नेछु। म सायद नेपालमा बस्ने जति पनि हुनुहुन्छ, नेपालमा बसेर काम गरिराख्नु भएको छ, नेपालमा हजुरहरूले यदि सहयोग गर्नुभयो भने पनि बिमारीको परिवारबाट म यो जानकारी प्राप्त गरिहाल्नेछु। उहाँबाट यति यस्तो यस्तो भन्ने कुरा म हजुरहरूको पुरा बकाइदा फेसबुकमा यो मेरो फेसबुक मार्फत हजुरहरूलाई जानकारी गराउनेछु, पब्लिस गर्नेछु, सूचना दिनेछु। हजुरहरूको नाम म अवश्य पनि ल्याउनेछु। र त्योभन्दा पनि अहिले हजुरहरूसँग मेरो बिन्ती भनेको चाहिँ आफ्नो पराई, जात, धर्म केही नहेरिकन हजुरहरूले अहिले मानवताको एउटा धर्म मात्रै मनन गरेर, मानवताको धर्मलाई हामीले एउटा चिन्तन गरेर हजुरहरूले साथ दिनुहुन्छ, सपोर्ट गरिदिनुहुन्छ, सहयोग गरिदिनुहुन्छ। र हाम्रो मैया सिंह छेत्री एकजना आमा हुनुहुन्छ, दिदी भनौँ न, उहाँको स्वास्थ्यको लागि, उहाँको नयाँ जीवनदानको लागि सहयोग गर्नुहुन्छ भन्ने पूर्ण आशा छ। र म एकदम हजुरहरूप्रति आभारी रहनेछु। म पनि परेको बेलामा हजुरहरूलाई साथ सपोर्ट गर्न एकदम तयार छु। हस्त धन्यवाद। र यहाँ जो मैले फोटोमा देखाइरहेको छु उहाँ दिदी नै हुनुहुन्छ। हजुरहरूले यदि चाहनुहुन्छ भने सहयोग गर्न सक्नुहुन्छ, गर्नुहोस् हैन। सकेसम्म म हजुरहरूप्रति एकदम अपिल गर्दछु, बिन्ती गर्दछु। र जति सक्नुहुन्छ यो पोस्टलाई हजुरहरूले एकदम धेरैभन्दा धेरै ग्रुपहरूमा सेयर गरिदिनु होला। किनभने हजुरको सानो सानो सहयोगले पनि, हजुरको सानो सहयोगले कसैले जीवनदान पाउन सक्छ। किनभने मैले अघि पनि भने कि थोपा थोपा मिलेर पनि समुद्र बन्छ, सागर बन्छ भने हजुरको सानो सहयोगले, हजुरको एउटा सेयरले, हजुरको एउटा लाइक कमेन्ट, एउटा सेयरले, लाइक कमेन्ट कुरा नगरौँ, एउटा सेयर, हजुरले एउटा सेयर मात्रै गरिदिनु भयो भने भोलि अर्को साथीले पनि त्यो हजुरले पोस्ट गरेको पोस्टलाई हेर्न सक्नुहुन्छ। के थाहा भोलि कसकोमा पुग्छ हैन। उपरवालाको हातमा छ, उपरवालाले पक्कै पनि बाटो देखाउने छ। र हजुरहरूले सेयर गर्न चाहिँ नभुल्नु होला। र सक्नुहुन्छ भने डोनेसनको लागि पनि हजुरहरूसँग बिन्ती गर्दछु। र कहाँ दिने, कसरी दिने त्यसको बारेमा म तपाईहरुलाई अर्को भिडियो लिएर आउनेछु। हस्त धन्यवाद। जय नेपाल, जय गोर्खा।